के तपाईले कहिले यस्तो महसुस गर्नुभएको छ कि दिनभर मेहनत गर्दा पनि महिनाको अन्त्यमा पैसा किन सकिन्छ? अथवा भनौं महिनाको अन्त्यमा खल्ती किन रित्तिन्छ? किन केही मानिसहरू सामान्य आम्दानी भएर पनि समयसँगै धनी बन्छन्, तर धेरै कमाउने मानिसहरू पनि आर्थिक समस्यामा परिरहेका हुन्छन्? यदि म तपाईलाई भनौं कि एउटा पुस्तकले संसारभर करोडौं मानिसको सोच नै परिवर्तन गरिदिएको छ भने तपाई पत्याउनुहुन्छ? हो, आज हामी त्यही विश्व प्रसिद्ध पुस्तक रिच ड्याड पुअर ड्याडको गहिरो समीक्षा गर्नेछौं। यो पुस्तकले के सिकाउँछ? यो पुस्तक किन यति धेरै लोकप्रिय छ? यसका बलिया पक्ष र सीमितताहरू के हुन्? र सबैभन्दा महत्त्वपूर्ण कुरा, के यो पुस्तक साँच्चै पढ्न लायक छ त? आउनुहोस् भिडियो हेरेर नै यसको बारेमा कुरा बुझौं। सुरुमा पुस्तकको परिचय। सन् 1997 मा रबर्ट टी कियोसाकीद्वारा लेखिएको रिच ड्याड पुअर ड्याड व्यक्तिगत वित्त अर्थात् पर्सनल फाइनान्स सम्बन्धी संसारकै सबैभन्दा प्रभावशाली पुस्तकहरूमध्ये एक मानिन्छ। करोडौं प्रति बिक्री भइसकेको यो पुस्तक दर्जनौं भाषामा अनुवाद गरिएको छ। यो पुस्तक कुनै जादुई तरिकाले छिटो धनी बन्ने उपाय सिकाउने पुस्तक होइन, बरु यसले पैसालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न प्रेरित गर्छ। लेखकले किताबमा दुई बुबाको उदाहरण दिएका छन्। एकजना आफ्नै बुबा, उच्च शिक्षित, राम्रो जागिर गर्ने, तर आर्थिक रूपमा सधैँ सङ्घर्ष गर्ने। अर्का, उनका साथीका बुबा, धेरै औपचारिक शिक्षा नभए पनि सफल व्यवसायी र आर्थिक रूपमा स्वतन्त्र। यी दुई फरक सोचको तुलना गर्दै लेखकले यो पुस्तकमा आर्थिक सफलताका महत्त्वपूर्ण पाठ सिकाएका छन्। पुस्तकको मुख्य सन्देश। यस पुस्तकको सार भन्नुपर्दा, गरिब र मध्यम वर्ग पैसाका लागि काम गर्छन्। उनीहरू आफ्नो समय र श्रम बेचेर पैसा कमाउँछन् र जीवनभर पैसाकै पछि दौडिरहन्छन्। तर धनीहरू भने फरक सोच राख्छन्। उनीहरूले आफ्नो पैसालाई सही ठाउँमा लगानी गर्छन् ताकि पैसा आफैले निरन्तर पैसा कमाइरहोस्। यसको अर्थ काम गर्नु गलत हो भन्ने होइन, तर जीवनभर केवल तलब आउने काममा मात्र निर्भर रहनुभन्दा पैसा बढ्ने प्रणाली बनाउनु अझ महत्त्वपूर्ण हुन्छ। यो पुस्तकको वास्तविक सन्देश यही हो। यो पुस्तकबाट सिक्न सकिने मुख्य पाठहरू। 1 नम्बरमा छ, आर्थिक शिक्षा विद्यालयभन्दा बाहिर पनि आवश्यक छ। हामी विद्यालयमा गणित, विज्ञान, इतिहास र अरू धेरै विषय पढ्छौं, तर पैसा कसरी व्यवस्थापन गर्ने, लगानी कहाँ कसरी गर्ने, सम्पत्ति कसरी बनाउने, यस्ता विषय धेरै जसो विद्यालयमा पढाइँदैन। त्यसैले लेखक भन्छन्, आर्थिक शिक्षा आफै खोजेर सिक्नुपर्छ। 2 नम्बरमा छ, सम्पत्ति र दायित्वको फरक बुझ्नुहोस्। यो पुस्तकको सबैभन्दा चर्चित अवधारणा यही हो। सम्पत्ति एसेट भनेको यस्तो साधन हो जसले तपाईलाई निरन्तर आम्दानी गराउँछ र तपाईको खल्तीमा पैसा थपिरहन्छ। दायित्व लायबिलिटी भनेको यस्तो कुरा हो जसले तपाईको खल्तीबाट निरन्तर पैसा निकाल्छ र खर्च बढाइरहन्छ। उदाहरणका लागि, भाडा आउने घर, लाभांश दिने शेयर वा आम्दानी दिने व्यवसाय सम्पत्ति हुन्। तर ऋणमा किनेको महँगो गाडी, क्रेडिट कार्ड, महँगा विलासी वस्तुहरू दायित्व हुन् जसले निरन्तर खर्च बढाउँछ। यदि तपाईँ धनी बन्न चाहनुहुन्छ भने सम्पत्ति र दायित्व बीचको फरक बुझ्नुहोस् र दायित्वभन्दा सम्पत्तिमा बढी लगानी तथा ध्यान दिनुहोस्। 3 नम्बरमा छ, आम्दानी बढाउनु भन्दा सोच बदल्नुहोस्। धेरै कमाउने मानिस धनी नै हुन्छ भन्ने छैन। यदि खर्च नियन्त्रणमा छैन भने ठूलो तलब पनि पर्याप्त हुँदैन। तर आर्थिक अनुशासन भएको व्यक्तिले सानो आम्दानीबाट पनि थोरै थोरै गरी केही समय लगाएर भए पनि सम्पत्ति निर्माण गर्न सक्छ। 4 नम्बरमा छ, पैसाका लागि मात्र होइन, सिकाइका लागि पनि काम गर्नुहोस्। लेखकका अनुसार जागिरको उद्देश्य केवल तलब होइन, नयाँ सिप सिक्ने, अनुभव बटुल्ने, नेतृत्व क्षमता विकास गर्ने र भविष्यका अवसर सिर्जना गर्ने माध्यम पनि हो। 5 नम्बरमा छ, जोखिमलाई बुझेर स्वीकार गर्नुहोस्। धेरै मानिस असफल हुने डरले कुनै नयाँ काम सुरु नै गर्दैनन्, तर लेखक भन्छन्, सही ज्ञान र तयारीका साथ लिएको जोखिम नै सफलताको आधार बन्न सक्छ। 6 नम्बरमा छ, लगानीको बानी बसाल्नुहोस्। पैसा कमाएर खर्च गर्ने मात्र होइन, त्यसको केही भाग नियमित रूपमा लगानी गर्ने बानी आवश्यक हुन्छ। समयसँगै सानो लगानी पनि ठूलो सम्पत्तिमा परिणत हुन सक्छ। 7 नम्बरमा छ, पैसालाई आफ्नो कर्मचारी बनाउनुहोस्। यो पुस्तकको सबैभन्दा प्रसिद्ध विचार यही हो। यदि तपाईले आफ्नो पैसालाई सही ठाउँमा लगानी गर्नुभयो भने त्यो पैसाले भविष्यमा तपाईका लागि काम गर्न थाल्छ। त्यसैले जीवनभर केवल आफ्नो समय बेचेर कमाई गर्ने सोचबाट बाहिर निस्कनु पर्छ। 8 नम्बरमा छ, अवसर देख्ने दृष्टि विकास गर्नुहोस्।
जहाँ धेरै मानिस समस्या देख्छन्, सफल व्यक्तिहरूले त्यही अवसर खोज्छन्। त्यसैले नयाँ कुरा सिक्ने, बजार बुझ्ने र समय अनुसार सोच बदल्ने बानी आवश्यक हुन्छ। 9 नम्बरमा छ असफलताबाट नडराउनुहोस्। सफल मानिसहरूले पनि धेरै गल्ती गरेका हुन्छन्, तर उनीहरू गल्तीबाट सिकेर अगाडि बढ्छन्। असफलता अन्त्य होइन, सिकाइको अवसर हो। र 10औं नम्बरमा छ जीवनभर सिकिरहनुहोस्। पुस्तकको अन्तिम सन्देश यही हो, सिकाइ कहिल्यै बन्द गर्नु हुँदैन। आर्थिक संसार निरन्तर बदलिँदै जान्छ, त्यसैले नयाँ ज्ञान र सिप पनि निरन्तर बढाइरहनुपर्छ। यो पुस्तकका सकारात्मक पक्षहरू: यस पुस्तकको भाषा सरल छ, उदाहरणहरू बुझ्न सजिला छन्। आर्थिक सोच परिवर्तन गर्न यसले ठूलो प्रेरणा दिन्छ। नयाँ लगानीकर्ता र आर्थिक ज्ञान सुरु गर्न चाहनेका लागि यो उत्कृष्ट सुरुवाती पुस्तक हो। यो पुस्तकका सीमितताहरू: यद्यपि यो पुस्तक निकै लोकप्रिय छ, यसका केही सीमितताहरू पनि छन्। यसमा प्रस्तुत धेरै विचार प्रेरणादायी छन्, तर ती सबै परिस्थितिमा समान रूपमा लागू हुँदैनन्। पुस्तकले विस्तृत लगानी रणनीति, जोखिम व्यवस्थापन वा कर सम्बन्धी गहिरो व्यावहारिक निर्देशन भने दिँदैन। त्यसैले यसलाई आर्थिक सोच विकास गर्ने पहिलो कदमका रूपमा लिनु उपयुक्त हुन्छ। यो पुस्तक पढेपछि हामीले के बुझ्छौं भने, यदि तपाईँ पैसाबारे सोच्ने तरिका परिवर्तन गर्न चाहनुहुन्छ भने यो पुस्तक उत्कृष्ट सुरुवात हुन सक्छ। तर यो पुस्तक पढेपछि तुरुन्त धनी भइन्छ भन्ने अपेक्षा गर्नु ठिक हुँदैन। यसले बाटो देखाउँछ, तर त्यो बाटोमा हिँड्ने जिम्मेवारी भने हाम्रो आफ्नै हुन्छ। ज्ञान, अनुशासन, सही निर्णय र निरन्तर अभ्यास बिना आर्थिक सफलता सम्भव हुँदैन। अन्त्यमा यो पुस्तकबाट प्राप्त हुने मुख्य निष्कर्ष के हो भने, रिच ड्याड पुअर ड्याड केवल एउटा पुस्तक मात्र होइन, यो त पैसालाई हेर्ने हाम्रो दृष्टिकोण नै परिवर्तन गर्ने, आर्थिक स्वतन्त्रतातर्फ सोच्न प्रेरित गर्ने, सही आर्थिक निर्णय लिन सिकाउने र सम्पत्ति निर्माणको वास्तविक अर्थ बुझाउने एउटा प्रेरणादायी यात्रा हो। यो पुस्तकले केवल ज्ञान मात्र दिँदैन, जीवनलाई नयाँ सोचका साथ अघि बढ्न प्रेरणा पनि दिन्छ। यस पुस्तकले हामीलाई पैसा कमाउने मात्र होइन, त्यसको सही व्यवस्थापन गर्ने, सम्पत्ति निर्माण गर्ने र दीर्घकालीन सोच अपनाउने महत्त्व पनि सिकाउँछ। यदि तपाईँ विद्यार्थी हुनुहुन्छ, जागिर गर्दै हुनुहुन्छ, व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ वा आफ्नो आर्थिक भविष्यलाई अझ बलियो बनाउन चाहनुहुन्छ भने यो पुस्तक जीवनमा कम्तीमा एकपटक अवश्य पढ्नुपर्ने पुस्तक हो। यदि तपाईलाई यस्ता पुस्तक समीक्षा, ज्ञानवर्धक भिडियो र जीवनमा उपयोगी विचारहरू मनपर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्, भिडियो मन परे लाइक गर्नुहोस्, आफ्ना साथीहरूसँग शेयर गर्नुहोस् र कमेन्टमा लेख्नुहोस् तपाईले यो पुस्तक पढ्नु भएको छ कि छैन र यसको कुन शिक्षा तपाईलाई सबैभन्दा प्रभावकारी लाग्यो। हस्त फेरि अर्को रोचक भिडियोमा भेटौँला। भिडियो अन्तिमसम्म हेरी हामीलाई साथ दिनु भएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद।